नमस्कार सबैजनालाई। म एचका लुडारी कक्षा 4 विस्कसको छात्र हुँ। आज 2082 साल असार 15 गते धान दिवस पर्व रहेको छ। किसानको श्रम सम्मान गर्ने उद्देश्यले 2062 साल असार 15 गतेदेखि हाम्रो देशमा धान दिवस पर्व मनाइएको छ। आज धान दिवसको दिनमा आज छोटो कविता भन्न गइरहेकी छु। मेरो कविताको शीर्षक रहेको छ धान दिवस। आज असार 15 गते नेपालीको पर्व। आज असार 15 गते नेपालीको पर्व। नेपाली हो भन्ने मलाई लाग्छ धेरै गर्व। नेपाली हो भन्ने मलाई लाग्छ धेरै गर्व। मानो लगाई मुरी आउँछ भन्नुहुन्छ आमा। मानो लगाई मुरी आउँछ भन्नुहुन्छ आमा। खेतबारीमा काम गर्ने नेपालीको नाम। खेतबारीमा काम गर्ने नेपालीको नाम। धान रोप्ने छुपु छुपु हिलो बनाई खेतमा। धान रोप्ने छुपु छुपु हिलो बनाई खेतमा। रमाइलो हुन्छ अनि सबैजना भेटमा। रमाइलो हुन्छ अनि सबैजना भेटमा। धान रोप्ने किसान हो खान पाउने सबै। धान रोप्ने किसान हो खान पाउने सबै। हाम्रो जीवन दुखी हुन्छ घरमा चामल नभई। हाम्रो जीवन दुखी हुन्छ घरमा चामल नभई। धान दिवसले सबैलाई सुख शान्ति छाओस्। धान दिवसले सबैलाई सुख शान्ति छाओस्। हाम्रो नाम विश्वभरि फैलिएर जाओस्। हाम्रो नाम विश्वभरि फैलिएर जाओस्। मेरो मनमा छ यही भावना। धान दिवसको सबैमा शुभकामना। धान दिवसको सबैमा शुभकामना। हस्त धन्यवाद। धान दिवसको सबैमा शुभकामना। धान दिवसको सबै शुभकामना। हस्त धन्यवाद। धान दिवसको सबैमा यसरी धान रोप्नुपर्छ हेर्नुहोस् है। ट्याक्क ट्याक्क।